यो खाकर पनि देखा के खाकर खाकर लाउँछ फलामका छ्याइ बजाउने छैन भने हो अझै त उनी जे गर्छ गर्दै टिप्दै त्यो ठुलो डिजी अहिले त नयाँ आयो नि त डिजी अब जमानै फेरि त्यही भएर होला नि त त्यही बेला म थाहा पाउनु अब 2 सालमा जन्मिएको मान्छे भने त अब यहाँको कुरो हो त नि कोहीले बाँच्छन् कि नै अब लगभग 100 मा त त्यही हो 5% बाँच्ला अब 95% त बाँच्दैन हौ अनि कुन अलि सुखीमा खान पाएर गऱ्यो भने बाँच्छन् कि हामीले दुःख धेरै दुःख गरेको नि हामी त होइन जमाना त पुरा भाङ्रा लगाएको भने त कोही कम हो त कहिले खाना पाइयो कहिले पाइएन हो कहिले भुटुङ खायौँ कहिले खाइएन होइन त्यो जमाना त अनि लाटो जमाना हो नि त लाटो जमाना अहिले त धेरै परिवर्तन भयो नि त होइन पहिला एकदम घिउ त लाने माथि बाहिर ल्याएर महामै जाने माथिबाट ल्याएर हजुर कि देखमा भैँस चराएर हो घिउ ल्याउने भुइँ पार्ने एउटा बोलो हुन्छ कि रुख हजुर यसरी हुन्छ अलि तल परेको हुन्छ त्यो भुजेत्रो भन्छन् त्यसलाई भुजेत्रो ठुलो ठुलो पात गरेको ठुल्ठुलो पात गरेको त्यसलाई फिलो हुन्छ उहाँको भिन्नै रुख हो त्यो भिन्नै अर्कै रुख हुन्छ त्यहाँबाट कान्छा लगे त्यसलाई चर्रो चिरो आँखीले के फ्याँक्ने त्यहाँबाट आउँछ चपेटा है नरम हुन्छ पहिला नरम पनि पछि चार सुकाउनु पर्छ मुनि पारेर भैँसीको घिउ राख्ने भाँडो चाहिँ त्यही हो भाँडा चाहिँ पछि छ्याउने बेला भयो नि कन्टर चाहिन्छ कन्टर 40 रुपियाँ घिउ के 40 रुपियाँ बेच्थ्यो भैँसी घिउ 40 रुपियाँ 1 कन्टर घिउ 1 कन्टर घिउलाई 40 रुपियाँ पर्थ्यो अहिले त्यो 1 कन्टर घिउलाई बेच्नमा कति हुन्थ्यो होला करोडपति बन्थ्यो फेरि घिउको घिउ त फेरि कन्टर हुन्थ्यो नि त होइन एउटाको भैया हुन्थ्यो जेठा के हो अब मेरो भयो तपाईँको भयो यस्तै सबैको हुने जम्मा गरेर ल्याउने कि नेपालगञ्ज एउटामा वहीँ माथिबाट ल्याउने के गर्नु बोकेर ल्याउने हो नेपालगञ्ज गाडी थिएन नि त्यही बेला कति दिन लाग्थ्यो 10 दिन आउन 10 दिन जान ओहो खर्च पर्छ बोकेर आउनु पर्यो खर्चै बोकेर आउनु पर्यो बाटोमा के खाना पर्यो त खर्च बोकेर घर आउने 20 दिन 18 19 दिन पुग्थे त्यहाँबाट 20 दिनमा जाने 0-20मा नजाने घर त्यो 18 पार्नु पर्यो कि 21 पार्नु पर्यो भन्ने कि हटार्छु कहिले 21 पार्नु पर्यो कि 18 पार्नु पर्यो 20 पार्नु भएन 20 पर्नु भएन त्यो पनि जमाना त अचम्म होइन फेरि यताबाट जाने बेला नि भारी बोकेर होला फेरि नुन बोकेर जाने बेला पनि त्यस्तै आउने बेला त्यस्तै गर्थ्यो त्यो जमानामा धेरै दुःख होइन अहिले त धेरै सुख मान्छेलाई होइन अहिले त धेरै परिवर्तन भयो मान्छे यसरी मिट डल्ला भेली यहाँ जाने यस्तै हुन्थ्यो डिबी यस्तो बेला के त्यो बेला पनि यस्तो भने 4 रुपियाँ 3 रुपियाँमा दिन्थ्यो उसले बान्नेहरूले के भेली हो त्यहाँबाट खिर पुरी भयो रिबन सेबन थिएन त्यो बेला कि पछि बिहा रिबन सेबन पनि नाइ त्यो बिडी पनि नाइ हो आगै पार्ले त्यो उसको फलामको उसले ढुङ्गामा ओ यसो टायर ढुङ्गा ल्याउनु पऱ्यो त्यो भनेको त ढुङ्गे युग हो नि त अहिले त लाइटर आयो होइन ब्याट पड्काएपछि बोल्ने कति सजिलो है छर्फायो त्यो पहिलाको जमाना हेरी त अहिलेको त धेरै राम्रो है धेरै राम्रो हो यही बेला पनि राम्रै थियो भाइ हो त्यो बेला नि राम्रै लाटे जमाना त्यहाँबाट जाने त्यहीमा जाने काम कुरा गर्ने खाने जाने आगो फुक्ने हो सुलभा यत्र दाम सुलभा है 3 पाटो सुलभा कति राम्रो बनाउँथ्यो कि बालीले सुलभा भुसा हेर्ने खाने डान्स त धेरै गऱ्यो है डान्स के त्यो ठुलो नाच हो कि भसाइ गर्थ्यो कि यो गाउँको नाच भिन्नै यो गाउँको नाच भिन्नै यो गाउँ कम्पिटिसन हुन्थ्यो होला त्यो बेला पनि त्यहाँबाट कौडा नाच्नु सक्छ सबभन्दा नाच्नु सक्छ त्यहाँ त्यसले 5-10 रुपियाँ पाउँथ्यो बक्सिट नाचेको अहिले भइदा त कति ल 20,000 30,000 40,000 50,000 1 लाख 2 लाख पाउँथ्यो होला त्यो बेलामा 20 रुपियाँ 20 रुपियाँ त्यो धेरै हो फेरि होइन अहिले त्यो चाहिने कम्पनीबाट बिक्री गर्ने हुन्छ नि त्यो धेरै हो फेरि 20 रुपियाँ
त्यो जमानामा जमाना अहिले त कठै 20 रुपियाँ जमाना कहाँ गयो है थाहा छैन त्यो थाहा हो अचम्मै छ कि त्यही मैले अलि हिँडेबाट मतलब अब तपाईँ र मेरो यो बनाएको छु मैले भिडियो टक्क अब सबले हेर्छन् यस्तो जमानाको कुरा गरेछौँ नि हामीले त्यो सबैले हेर्छन् त्यो यो अब दङ पर्छन् कि मान्छेहरू अनि जमाना त पहिलाको कस्तो है ओहो दुःखको जमाना अहिले त टक्कै घर अहिले त जे चिज पनि सामानहरू अर्डर गरेपछि सट्ट घर पुऱ्याइदिन्छ ठिक्कै हो ठिक्क भाइ यस्तै छ चलन यो जमाना फेरि आउन अब आउँदैन अब हामी चाहिँ बालक हमला र भाइ हुन्नौँ हामी चाहिँ हुँदै गयो अब त कहाँ बालक हुने अब यो दिन गयो भन्छ हाम्रै दिन जान्छ हाम्रो दिन गयो कुनै चाहिँ अर्को जुलीमा गर्छन् कि अर्को जुलीमा चाहिँ